बिहान सानो कोठामा एउटा अलार्म घडीको तीव्र आवाजले कोठाको शान्ति भङ्ग गर्छ। अर्जुन 23 वर्षको दुब्लो पातलो युवक निन्द्राबाट बिस्तारै उठ्छ। उसको अस्तव्यस्त कपाल र थकित अनुहारले उसको मध्यवर्गीय जीवनका सङ्घर्षहरू झल्काउँछ। ऊ हतपत अलार्म बन्द गर्छ र भित्तामा टाँसिएको महँगो व्यावसायिक क्यामेराको तस्बिरतर्फ लामो समयसम्म हेर्छ। उसको आँखामा सपना र दृढता झल्किन्छ। अर्जुन आफैसँग आत्मविश्वासका साथ भन्छ, एक दिन मेरो हुनेछ, म सङ्घर्ष गर्न तयार छु। यतिकैमा भान्साबाट उसकी आमा पूर्णिमा तामाङको आवाज सुनिन्छ। पूर्णिमा तामाङ चिच्याउँदै, अर्जुन अब उठ, काम जानु छ तिमीलाई, अनि अनुलाई स्कुल पुर्याउन पनि भ्याउनु पर्छ। यो सुन्न साथ अर्जुन हतपत उठ्छ, पुराना जुत्ता छिट्टो लगाउँछ र फेरि क्यामेराको तस्बिरतर्फ हेर्छ। गहिरो सुस्केर हाल्दै ऊ बाहिर निस्कन्छ। बाहिर सडक व्यस्त छ। अर्जुन आफ्नो पुरानो साइकलमा सवार गर्छ। उसको पछाडि 10 वर्षकी बहिनी अनु बसेकी छिन्। सडकभरि मानिसको भिड, गाडीहरूको हर्न र कोलाहलले वातावरण भरिएको छ। केही समयपछि अनुको स्कुल पनि आइपुग्छ। अनु तामाङ उत्साहित भएर भन्छ, दाई आज स्कुलपछि हामी आइसक्रिम खान जाउँ न। अर्जुन मुस्कुराउँदै भन्छ, पक्कै जाउँला, तर गृह कार्य सकेपछि मात्र, ठिक छ? अनु हाँस्दै, ठिक छ दाई। यति भन्दै अनु स्कुलभित्र जान्छ र अर्जुन फेरि आफ्नो साइकलमा पार्ट टाइम कामतर्फ अघि बढ्छ। केही समयपछि अर्जुन रेस्टुरेन्टमा पुग्छ र आफ्नो वेटरको पोसाक लगाएर काम गर्न थाल्छ। ऊ एक हातले ट्रे सम्हाल्दै टेबलबाट टेबलतर्फ दौडिरहन्छ। रेस्टुरेन्टको कुनामा रहेको टिभीमा सिनेमाटोग्राफी पुरस्कार समारोह देखाइँदैछ। अर्जुनको ध्यान टिभीतर्फ जान्छ। टिभीमा देखाएको विजेता भावुकताका साथ भन्छ, कुनै पनि सपना सस्तो हुँदैन, सङ्घर्ष नै सफलतातर्फको बाटो हो, कहिले हार मान्नु हुँदैन। यति सुन्न साथ अर्जुनको आँखामा एकपल्ट आशा झल्किन्छ, तर एउटा ग्राहकको चर्को आवाजले उसको ध्यान भङ्ग हुन्छ। ग्राहक झर्किएर, ए वेटर, पानी ल्याउन छिटो। अर्जुन तुरुन्तै आफ्नो कामतर्फ ध्यान दिन्छ। अर्जुन माफी माग्दै भन्छ, हस् लिएर आएँ सर, एकछिन समय दिनुहोस्। यति भन्न साथ अर्जुन पानी लिएर आउँछ र टेबलमा राखिदिन्छ र अन्य काम गर्न थाल्छ। अर्जुनको केही समयपछि ड्युटी आवर सकिन्छ र आफ्नो कोठातर्फ लाग्छ। अर्जुन कोठामा पुग्छ र आफ्नो बुबा शिव तामाङसँग टेबलको छेउमा गएर बस्छ। अर्जुनको बुबाको स्वास्थ्य कमजोर देखिन्छ। टेबलभरि मेडिकल बिलहरू छरिएका छन्। कोठामा तनावपूर्ण वातावरण छ। शिव तामाङ थकित स्वरमा भन्छ, अर्जुन स्थिर जागिर पाउनुपर्छ, सपना हेरेर समय खेर फाल्ने बेला छैन, परिवार चलाउन सङ्घर्ष गर्नुपर्छ। यो सुन्न साथ अर्जुन केही बेर चुपचाप बस्छ र भन्छ, तर बाबा मलाई थोरै समय दिनुहोस् न, क्यामेरा किन्न सक्यो भने म ठुलो काम गर्न सक्छु। यति सुन्न साथ शिव तामाङ कडा स्वरमा जवाब दिन्छ, सपना हेर्नु ठिकै हो, तर तिमीलाई व्यावहारिक बन्नुपर्छ, हामीसँग पैसा छैन। यो सुन्न साथ अर्जुन चुपचाप लाग्छ। उसको अनुहारमा निराशा स्पष्ट देखिन्छ र उठेर आफ्नो कोठामा जान्छ। भोलिपल्ट अर्जुन आफ्नो दिनभरिको कामपछि साँझ आफ्नो प्रेमिका प्रियालाई भेट्न क्याफेमा जान्छ। अर्जुन र उसको प्रेमिका एउटै टेबलमा बस्छन्। प्रियाको अनुहार गम्भीर देखिन्छ। प्रिया निराश हुँदै भन्छ, अर्जुन मैले धेरै वर्षदेखि तिमीलाई सहयोग गरिरहेको छु, तर अब यो कठिन भइरहेको छ। अर्जुन चिन्तित हुँदै भन्छ, म बुझ्छु प्रिया, म अझ धेरै मेहनत गर्दैछु, मलाई केही समय देऊ न। अर्जुनको कुरा सकिन नपाउँदै प्रियाले भन्छ, मलाई स्थिरता चाहिन्छ अर्जुन, तिमी आफ्नै सपनामा अल्झिरहेको छौ, तर अब म पर्खिन सक्दिनँ। यति भन्न साथ प्रिया उठेर जान्छ। अर्जुन स्तब्ध हुन्छ। उसको संसार अचानक खाली महसुस हुन्छ। घरको स्थिति र प्रेमिकाले छोडेर जाँदा उसलाई पीडा त हुन्छ, तर आफ्नो आत्मविश्वास भने कायम राख्छ। अर्जुन अब रेस्टुरेन्टमा डबल शिफ्ट काम गर्न थाल्छ। धेरै समयको कामपछि ऊ थकित हुन्छ र घर फर्कन्छ। घर फर्कने क्रममा उसको साइकल बिग्रिन्छ। ऊ पैदल हिँडेर घर जान्छ। रातभरि स्टोरी बोर्डलाई बनाउँदै बस्छ। आँखा रातो हुन्छ। केही समय आफ्नो मोबाइल निकाल्छ र
प्रियाको नयाँ प्रेमिकासँगको फोटो सामाजिक सञ्जालमा देख्छ र उसको मुटु चसक्क दुख्छ। यत्तिकैमा ऊ निदाउँछ। अर्जुन बिहानै उठेर आफ्नो कामतर्फ लाग्छ, तर बाटोमा एक इलेक्ट्रोनिक स्टोरभित्र ऊ छिर्छ। उसले सिसामा महँगो क्यामेरा देख्छ, तर मूल्य ट्याग हेर्दा ऊ चुपचाप बसिरहन्छ। ऊ आफ्नो खल्तीबाट बचत गन्छ र मनमा नै भन्छ, थोरै मात्र बाँकी रहेछ, अझै मिहिनेत गऱ्यो भने म किन्न सक्छु। क्यामेरालाई हेर्दै ऊ स्टोरबाट बाहिर निस्किन्छ र आफ्नो कामतर्फ लाग्छ। अर्जुन अब रेस्टुरेन्टमा दिनभरि मेहनतका साथ काम गर्न थाल्छ र रातमा आफ्नो काम सकेपछि थकित हुँदै त्यहाँबाट निस्कन्छ र बजारतर्फ लाग्छ। ऊ बजारमा पुग्छ र त्यहाँ पनि काम गर्न थाल्छ। ऊ भोक निन्द्रा नभनी विभिन्न सक्ने जति साना कामहरू सबै गर्छ। ऊ कहिले डेलिभरी गर्छ, कहिले पसल सफा गर्छ र कहिले भुइँ सफा गर्छ। ऊ रातभरि बचत गरेर थकित हुँदै सङ्घर्ष गर्छ, तर उसको दृढता कायम छ। यही कामहरू पहिलोसम्म चलिरहन्छ। वर्षौँ पछिको सङ्घर्षपछि अर्जुन एक रात आफ्नो कोठामा बचत गर्छ। आफूलाई चाहिने जति पैसा जम्मा भएको महसुस हुन्छ। लामो सास फेर्दै खुसीले भन्छ, अब भोलि बिहानै गएर म क्यामेरा किन्नेछु र ऊ निदाउन जान्छ। अर्जुन भोलिपल्ट इलेक्ट्रोनिक स्टोरभित्र क्यामेरा किन्न पुग्छ र क्यामेरा समाउँदा उसको आँखामा आँसु भरिन्छ र मुहारमा छुट्टै चमक देखिन्छ। यतिकैमा क्यासियर मुस्कुराउँदै भन्छ, बधाई छ, तपाईँले यसलाई माया गर्नुहुनेछ। र अर्जुन खुसी हुँदै जवाफ दिन्छ, मैले यसलाई पहिले नै माया गरेको छु। यति भन्न साथ अर्जुन क्यामेरा लिएर खुला मैदानतर्फ जान्छ। अर्जुन खुला मैदानमा पुग्छ र साँझको बेला सूर्य अस्ताउँदैछ। अर्जुन आफ्नो नयाँ क्यामेराले सूर्य अस्ताएको सुनौलो झल्को कैद गर्छ। सटर क्लिक गर्दै ऊ मुस्कुराउँछ र आफैसँग भन्छ, यो त केवल सुरुवात हो। सपना देख्ने आँखा र त्यसलाई पुरा गर्न सङ्घर्ष गर्ने साहसले जीवनलाई अर्थ दिन्छ।